डार्क सर्कल्स र अन्डर आई ब्याग कसरी छुट्याउने? डार्क सर्कल्स भनेको मोस्ट अफ द टाइम जेनेटिक तपाईको निन्द्राहरू नपुगेर स्लीप डिप्राइभेसन आईलाई स्ट्रेनहरू भयो भने त्यसले गर्दाखेरि डार्क ब्लुइश पर्पल खालको लिजन्सहरू यदि आँखा वरिपरि देखिन्छ भने अन्डर आई ब्याग्स भनेको आँखा मुनिकडी अलिकति पफिनेस युजुअली फ्याट डिपोजिट अथवा चाहिँ स्वेलिङ स्पेसली कसैको बिहान उठ्ने ताकातिर अलिकति त्यो फेसमा चाहिँ अनुहारहरुमा चाहिँ ब्लड सप्लाईहरु ज्यादा हुने भएको कारणले गर्दाखेरि बिहान उठ्दाखेरि आँखा फुल्लिए जस्तो हुँदै जाने र इभिनिङको टाइममा चाहिँ घट्दै जाने खालको पनि हुन सक्छ आई पफिनेसहरु। अब यसको ट्रिटमेन्टहरु के डिफरेन्ट हुन सक्छ? डार्क सर्कल्सको लागि तपाईको सिरम्सहरु भाइटामिन के, रेटिनोल, कोजिक एसिड भएको सिरम्सहरु सँगसँगै मोइस्चराइजर, सनब्लकहरु युज गरेर पनि डार्क सर्कल्सहरु कम गर्न सकिन्छ र कहिलेकाहीँ सङ्कन आइज अथवा अलि खाल्टो जस्तो छ भने त्यस्तोमा फिलर्सहरु गर्न मिल्छ। त्यस्तै अन्डर आई पफिनेस अथवा चाहिँ आई ब्याग्सहरुमा चाहिँ यु विल रिक्वायर कस्मेटिक अथवा प्लास्टिक सर्जरी गरेर त्यो एक्सट्रेक्स भएको फ्याटलाई निकाल्ने र त्यो सँगसँगै एक्सेस स्किनलाई पनि रिमुभ गर्न सकिन्छ र यो दुवैको चाहिँ कज एज वेल एज ट्रिटमेन्ट चाहिँ यसरी फरक हुन्छ।